जाँचबुझ आयोगलाई मान्दिन जनजी आन्दोलनमा जे भएको थियो त्यहाँ मेरो हातै थिएन भन्दै आफ्नो बचाउ गर्दै आएका र अरूलाई हियाउँदै र खियाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली अन्ततः प्रहरी खोरमा जागिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक एकैचोटि जेल जाने सम्भावना बढेको छ र उनीहरूलाई आज बिहान घामको झुल्को सँगै प्रहरीले उनीहरूकै निवासबाट पक्राउ गरेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जो जेनजी आन्दोलन हुँदै गर्दा देशको बागडोर सम्हालिराखेका थिए भने रमेश लेखक गृहमन्त्रीको कुर्सीमा थिए। उनीहरूले तत्कालीन समयमा सो घटना नघटाए पनि प्रत्यक्ष रूपमा कहीँ कतै नदेखे पनि सो घटना रोक्न सक्ने हुँदाहुँदै रोक्न नसकेको र उनीहरूले लापरवाहपूर्ण व्यवहार गरेको भन्दै जेनजी आन्दोलनपछि जाँचबुझ गर्न बनेको आयोगले उनीहरूको लापरवाहीपूर्ण सोही व्यवहारलाई इंगित गर्दै नामै किटेर उनीहरूमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न आयोगले सिफारिस गरेको थियो। सोही बमोजिम बालेन शाह नेतृत्वको सरकार बनेसँगै झण्डै 2/3 रासुपाको सरकारको गृहमन्त्री बनेका सुदन गुरुङ 24 घण्टा नबित्दै बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो र त्यो निर्णय बमोजिम घामको झुल्को सँगै शनिबार बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ र पक्राउसँगै यतिखेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने स्वास्थ्य परीक्षणका लागि त्रिवी शिक्षण अस्पताल लगिएको छ र त्रिवी शिक्षण अस्पतालमा उनलाई रेड जोनमा राखेर उपचार गराइराखिएको छ। खास गरी उनी गुण्डुबाट पक्राउ परेर प्रहरी परिसरतर्फ जाँदै गर्दाखेरि उनी हाँस्दै नै बिदा भएका थिए। तर प्रहरी परिसरमा पनि उनी ठिकठाकै देखिन्थे। तर जब उनी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पुगे र उपचारका लागि उनलाई त्यहाँ लगियो त्यसपछि भने उनलाई रेड जोनमा राखेर उपचार गरिएको छ। रेड जोन भनेको त्यस्तो ठाउँ हो जहाँ विशेष प्रकृतिका र जटिल प्रकृतिका समस्या भएका व्यक्तिहरूलाई मात्रै त्यहाँ राखेर उपचार गराउने गरिन्छ र केपी शर्मा ओलीलाई रेड जोनमा राखेर उपचार गराइराखेको स्थिति छ। उनलाई त्यहाँ राखेर उनको चेक जाँच भइराखेको स्थिति छ। त्रिवी शिक्षण अस्पतालको रेड जोनको 27 नम्बर बेडमा राखेर उपचार गराइराखेको स्थिति छ र रमेश लेखकलाई भने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको अवस्था छ। अब ओली र लेखक दुवैलाई आइतबार मात्रै अदालत पेश गरिनेछ किनकि शनिबार सम्पूर्ण रूपमा सरकारी कार्यालय बन्द नै रहनेछन्, अदालत बन्द नै रहनेछ र सो कारणले गर्दा आइतबार मात्रै उनीहरूलाई अदालत पेश गरिने भएको छ। यसरी कम्तीमा 24 घण्टा उनीहरूलाई हिरासतमा राखिने भएको छ। तर केपी शर्मा ओली उनी हिरासत रहन्छन् कि अस्पतालमै बस्छन् त्यो चाहिँ भन्न सकिने स्थिति छैन किनकि उनलाई अस्पतालको रेड जोनमा राखेर उपचार गराइराखेको स्थिति छ। र यहाँलाई जानकारी गराउँ दर्शकबिन, केपी शर्मा ओली जो एमाले अध्यक्ष हुन् उनलाई आफ्नो पार्टीको अध्यक्षलाई छोएर मात्र हेर हामी के गर्छौं भनेर धम्की दिँदै आएका एमालेका नेता कार्यकर्ताहरू अहिलेसम्म सडकमा देखिएका छैनन्। यद्यपि उनीहरूले वक्तव्यबाजी गरिराखेका छन्। यो महँगो पर्ने गरी राजनैतिक प्रतिशोध साध्ने काम भएको भन्दै उनीहरूले वक्तव्यबाजी गरिराखेका छन् र पार्टी कार्यालय च्यासलमा उनीहरू बैठक बसेर औपचारिक रूपमा आन्दोलनमा जाने निर्णय पनि गर्दैछन्। तर अहिलेसम्मको परिस्थितिको कुराकानी गर्नुपर्दा एमालेका नेता कार्यकर्ताहरू सडकमा देखिएका छैनन्। जिल्ला प्रहरी परिसर काठमाडौँ जहाँ हामी रिपोर्टिङका लागि पुग्दा सुरक्षाकर्मी र सञ्चारकर्मीको मात्रै बाक्लो उपस्थिति रहेको देख्यौं भने त्यहाँ कुनै पनि एमाले र कांग्रेसका कार्यकर्ताहरू देखिएनन्। र यसै गरी यहाँलाई जानकारी गराउँ माइतीगर मण्डला जहाँ सधैँ जसो विभिन्न दलकादेखि लिएर विभिन्न समूहका सम्म आन्दोलन प्रदर्शन हुन्थ्यो त्यहाँ पनि कुनै पनि प्रकारको आन्दोलन र प्रदर्शन भएको देखिएन। यो हिसाबले एक ढङ्गले एमाले पनि सडकमा उत्रिन डराए जस्तो केपी शर्मा ओली पक्राउ परेसँगै एमालेका कार्यकर्ता नेताहरू नै लुकिराखेको जस्तो स्थिति देखिएको छ अहिलेसम्मको परिस्थितिको कुराकानी गर्नुपर्दा। यद्यपि उनीहरूले विभिन्न तरिकाले सामाजिक सञ्जालदेखि लिएर विज्ञप्तिसम्म निकालेर उनीहरूले विरोध गरेका छन् तर सडकमा देखिएका छैनन्। तर नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व गृहमन्त्री रमेश लेखक पक्राउका विषयमा भने अहिलेसम्म कांग्रेसका नेताले खासै ठोस रूपमा प्रतिक्रिया दिएको स्थिति छैन। उनीहरू करिब करिब मौन बसेको स्थिति छ र रमेश लेखकका विषयमा पार्टी नै मौन बस्दै गर्दा कार्यकर्ता सडकमा आउनु त्यो कुनै पनि एउटा हालको त्यो कल्पना समेत गर्न नसकिने स्थिति जस्तो बनेको छ। यद्यपि हेर्दै जाउँ पछि के हुन्छ। तर यहाँलाई ताजा जानकारी गराउँ दर्शकबिन, अब रमेश लेखक र ओली पक्राउ परेसँगै कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ र सो बमोजिम अब उनीहरूले जो राजनैतिक नेतृत्वदेखि लिएर
त्यहाँ संलग्न भनिएका कर्मचारीहरूसम्मका विषयमा पनि पक्राउ गर्दै अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यद्यपि सुरक्षाकर्मीहरूको हकमा भने छुट्टै एउटा समिति बनाएर अध्ययन गरेर मात्र कारबाही प्रक्रिया अगाडि बढाउने भनिएको छ र सोही अन्तर्गत यतिखेर केपी शर्मा ओली र रमेश लेखक पक्राउ पर्दै गर्दा तत्कालीन आइजिपी चन्द्र कुबेर खापुङ भने पक्राउ परेका छैनन्। छुट्टै अध्ययनपछि मात्रै उनलाई पक्राउ गर्ने गरी तयारी गरेको स्थिति छ। यो खालको अवस्था छ। हामी निरन्तर रूपमा यहाँलाई केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि राजनैतिक वृत्तमा देखिएको तरङ्ग र त्यसैभर त्यसले ल्याएको एउटा उछालका विषयमा जानकारी गराउनेछौँ। बालेन शाह नेतृत्वको सरकार जो बनेको 24 घण्टा नबित्दै, सुदन गुरुङ जो जेनजी आन्दोलनका अगुवा थिए उनी गृहमन्त्री बनेको 24 घण्टा नबित्दै एक खालको उनीहरू आक्रामक रूपमा प्रस्तुत भएका छन् र त्यो आक्रामकता कहाँसम्म पुग्छ र अब कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै ओली र लेखक पक्राउ परेसँगै अब त्यसले कसरी यो सबै कुराहरू सेफ ल्यान्डिङ हुन्छ भन्ने कुरा हेर्न बाँकी छ। हामी निरन्तर रूपमा यहाँलाई अपडेट गराउनेछौँ के हुँदैछ देशमा र रमेश लेखक र केपी शर्मा ओली पक्राउ परेपछि अब के हुन्छ यो विषयमा जानकारी गराउनेछौँ। डिएनए खबर हेर्दै गर्नुहोला। एरिकेसेट अनि थाइरोइड थियो अनि यो हात खुट्टाहरू त सुन्निएर म धेरै पीडित थिएँ। म 3 महिना औषधि खाएर मलाई चट्टै भयो। वैदिक आयुर्वेदिकमा आएरै ठिक भयो।